बाइकमा जानु लाग्यो है 300 सीसीको बाइकमा एकदम दामी रहेछ है फुलहरू चाहिँ टन्नै फुलेको हेरौँ केटाको जोस कतिको रहेछ सर फेरि पनि वेलकम छ है नयाँ भिडियोमा तपाईँहरूलाई आज चाहिँ म क्लासमा जाँदैछु र क्लासमा जाँदै गर्दाखेरि चाहिँ साथीले भन्यो कि कमल पोखरीपट्टि जाऊँ फुलको सिजन छ भनेर भने त्यही भएर चाहिँ कमल पोखरीमा जाँदैछु है फाइनली कमल पोखरी आइसकेको छु है साथीहरूसँग एन्ड देख्न सक्नुहुन्छ साथीहरू चाहिँ त्यहाँ दुईजना अगाडि गए त्यहाँ पछाडिको चाहिँ होइन अगाडिको दुईजना चाहिँ हो र देख्न सक्नुहुन्छ है एकदम दामी रहेछ है फुलहरू चाहिँ टन्नै फुलेको यो के कलरको यो मलाई थाहा भएन यसको कलर चाहिँ है तर एकदम बबाल रहेछ यही हेर्नको लागि चाहिँ मान्छेहरू टाढा टाढादेखि आइराखेको थियो कि एन्ड म पहिला पनि यहाँ आएको थिएँ आउन चाहिँ हेर्नुहोस् यहाँ कस्तो दामी दामी छ कि जस्ट यहाँको पानीमा चाहिँ धेरै माछाहरू रहेछ कि अस्ति नै देखेको कत्रो ठुल्ठुलो माछाहरू थियो भागिहाल्यो नि म देख्ने बित्तिकै भाग्छ त अनि के गरौँ त मैले त्यसमा चाहिँ अब साथीहरूसँग थोरै फोटो खिच्नुपर्छ है ल मोडलै रहेछन् भने होइन सर मोडलै रहेछन् भने फाइनली फोटोसोटो पनि खिच्यो है अनि हामी तिनजना चाहिँ अब निस्किन लाग्यो लगभग 8:30 भइसकेको छ अब गएर चाहिँ खाना खाएर फेरि उतातिर जानुपर्ने काम छ त्यही भएर चाहिँ फटाफट फोटो खिचेर चाहिँ हिँडेको एन्ड देख्न सक्नुहुन्छ तपाईँहरूले है लोकेसन चाहिँ एकदम दामी छ त्यही भएर आएको यही फुल हेर्नको लागि आएको यो के चेरी फुल कि भन्छ हो यसलाई जापानिजमा चाहिँ चेरी फुल भन्दो रहेछ तर यहाँ चाहिँ के भन्छ थाहा भएन ओहानामी रे ए ओहानामी भन्छ एन्ड यहाँ चाहिँ के भन्छ थाहा भएन चेरी फुल चाहिँ नेपालीबाट भन्छ होला है माछाहरू पनि टन्नै थियो कि एन्ड आउनुहुन्छ भने चाहिँ फ्रीमा है केही कस्ट लाग्दैन यहाँ चाहिँ फ्रीमा आएर घुम्न सक्नुहुन्छ है दामी प्लेस छ हेर्नुहोस् है एकदम बबाल छ बबाल भन्नु कहाँ यहाँ एउटा भिडियो बनाउनु पर्छ अरे कसरी दामी छ कि भ्युज त यार अनि यहाँ चाहिँ मेरो लगभग चौथोचोटि होला यो लोकेसनमा चाहिँ घुम्नको लागि आएको चौथोचोटि होला अनि त्यही हो उता यो गेट बाहिर कि कता हो चाहिँ यस्तो गरेको थियो हाम्रो दोस्तले एन्ड यो चाहिँ मेन लोकेसन हो है यहाँबाट चाहिँ हेरिन्छ पुरै अस्ति आएर चाहिँ यहीँ बनाएको थियो भिडियो 2000+ भ्युज गएको थियो कि त्यसमा चाहिँ यो चाहिँ मलाई चाउचाउ जस्तै लाग्थ्यो कि सानोमा के हो यो हेर्नु न मलाई लाग्थ्यो यही प्याकेटमा हालेर चाहिँ बेच्छ होला कि त्यस्तो फिल हुन्थ्यो कि सानो अहिले पनि त्यस्तै फिल हुन्छ कि यो देख्ने बित्तिकै यसको जरो पनि हुँदैन रहेछ है रुखतिरै कहाँबाट झुन्डेर बस्छ थाहा भएन तर एकदम पानीवाला हुँदो रहेछ है पानी निस्किँदो रहेछ निचोड्दाखेरि चाहिँ अनि अब चाहिँ लगभग सकिन लागिसक्यो प्लेस चाहिँ हेर्नु न पुरै फुलै फुल छ कि अनि अस्ति चाहिँ म एक दिन चाहिँ आफै एक्लै आएको थिएँ है कोही पनि आएको थिएन त्यतिखेर पनि मैले भिडियो बनाएको थिएँ तर युट्युबमा चाहिँ हालिनँ त्यो भिडियो फेसबुक र टिकटकमा मात्रै छ र यो भिडियो चाहिँ युट्युबमा पनि हाल्नेछु भिडियो कस्तो लाग्छ तपाईँहरूले कमेन्ट गरिदिनु होला है एन्ड दुईजना हाम्रो बसहरू चाहिँ अगाडि हिँड्दै हुनुहुन्छ अब यो साइडको यो जुन छ नि उहाँ चाहिँ म्यानेजर हो कि आजको म्यानेज गर्ने पुरै आज यति बजे चाहिँ जाउँ यस्तो गरौँ उस्तो गरौँ भन्ने चाहिँ उहाँले गर्नुभएको अनि त्यही भएर ल ठिकै छ नि त आइदिउँ भनेर चाहिँ आइदिएको एन्ड सायद बेलुकाको टाइममा चाहिँ राम्रो हुन्छ होला यहाँ चाहिँ मलाई चाहिँ त्यस्तो लाग्छ किनकि पानीहरू उठ्ने ठाउँहरू पनि रहेछ नि त हेर्नुहोस् न यहाँ मतलब कि पानीहरू निस्किन्छ होला कि माथि अनि हो त्यस्तै लागिरहेछ कि उयो हेर्नु न उयो के हो यो सुन्तला हो कि के हो रहेछ त्यो चाहिँ खाने बेला भएको छैन होला तर उतापट्टिको चाहिँ खाने बेला भयो होला जस्तो लागिरहेछ
के ज्यामिर के भन्छ त सानो खालको अमिलो हुन्छ हो त्यही लगभग हामी चाहिँ पुगिसक्यो है एक राउन्ड चाहिँ हानिसक्यो अनि यहाँबाट चाहिँ यस्तो देखिन्छ दृश्यहरू चाहिँ यहाँ चाहिँ हामी गेटमा आइपुगिसक्यो अनि त्यसपछि चाहिँ अब हामीले चाहिँ बाइक र साइकल चाहिँ उता पार गरेको छ भित्र चाहिँ आउनु मनाइ छ कि ल्याउनलाई साइकल पनि अलाउड छैन यो भित्र चाहिँ त्यही भएर चाहिँ आज जान्छौँ आजको लागि चाहिँ भिडियो यति नै एन्ड बाँकीको अर्को भिडियोमा मिल्नेछ त्यति बेलाको लागि सब्सक्राइब गर्नुभएको छैन भने ज्याममै सब्सक्राइब गरिदिनु एन्ड खोइ त हाम्रो साइकल एउटा यहाँ बाइक छ हाम्रो सोल्टीको अर्को मेरो साइकल यहाँ छ अब चाहिँ घर जान्छौँ फाइनली हामी चाहिँ निस्किसक्यौँ घरको लागि है देख्न सक्नुहुन्छ हाम्रो चाहिँ तर यता साइडबाट जाउँ न हो हामी चाहिँ अब जान लागेको घर है त्यही हो कमल पोखरीको चाहिँ भिडियो सिडियो पनि बनाइयो भिडियो कस्तो लाग्यो तपाईँहरूले कमेन्ट गरिदिनु होला प्लस हामी चाहिँ बाइकमा जान लाग्यो है 300 सीसीको बाइकमा टक्क लगाएर दुईजनै जानुपर्ने चाहिँ बौद्ध हो तर हेरौँ कतिसम्म पुग्दो रहेछ हेरौँ केटाको जोस कति रहेछ ओ माई गड बब्बाल हुन्छ त यार यो सर अब मैले चलाउँछु होला है किन गल्यो होला साइकल ल ल ल आधा बाटो त मैले आधा बाटो मैले कालो पुलसम्म लिएर जानु अनि त्यसपछि चाहिँ मैले चलाउँछु है मर्ला नि यार हिँड्दिउँ ए डिस्टेन्स त राख्ने होइन कि हान्दिने हो अब फाइनली घर जाँदैछौँ है कति टाइम लाग्छ त्यो चाहिँ थाहा भएन सर मैले चलाउँछु कालो पुलसम्म कुदाउँला कालो पुगेसम्म कुदाउँला अरे हो जाँदैछौँ है हल्का ओह्रालो छ तर अलि के गरेर हेर्नु है ओह्रालोमा चाहिँ फेरि जाम जाँदा नि झ्याममै हालिदिने हो नि त अनि सोच्ने भने के भिडियो बनाउनुलाई त झाम जाउँ काम पनि त्यस्तै हालिदिने हो सिधै हो खाना खाएर चल्दिहाल्नुपर्छ ब्याग बोकेर पठाउँछु अब तर अलिक बिस्तारै ओह्रालो कन्ट्रोल हुँदैन नि दुईजना फेरि खासै छैन मजा आउँदो रहेछ यार दुईजना त त्यो कन्ट्रोल चाहिँ गर्नु है मर्ला नभए दादाको भिडियो चाहिँ कस्तो लाग्यो कमेन्ट गरिदिनु होला है भन्दै आजको भिडियो चाहिँ यति नै नेक्स्ट भिडियोमा मिल्नेछौँ है